खोइ त चाँदनी चाहिँ एकअर्कालाई हेर्नु न अर्काको हेर्छु समातेर कुरा गर्ने के दिदी मेरो त ल्याउने सिनेमाले ल्याउँदैन यतापट्टि अलिकति गफ गर्छ त्यही भएर पेट ठुलो भएर केही हुँदैन भ्याउने त्यही भएर के ल मेरो बाजु भयो भएको छ र यो घरलाई अब तपाईँ रङ्गीन आशिषहरूले र कलरफुल बनाउनका निम्ति तपाईँले प्रभु आशिषको रूपमा प्रभु सन्तान दिन लाग्नु भएको छ। हामी यही खुसीमा हामी रमाउँछौँ र आज हामी बेबी सावरको यो विशेष प्रोग्राममा छौँ। यसका आजको यो प्रोग्राममा हामी तपाईँको आशिष माग्दछौँ, तपाईँको उपस्थिति माग्दछौँ। त्यस भनेपछि बहिनी चाहिँ तपाईँलाई सबभन्दा ठुलो गिफ्ट होइन, तर अर्को तपाईँको ठुलो गिफ्ट आफैको अगाडि बहिनीले तपाईँको निम्ति ठुलो उपहार बोकेर राख्नु भएको छ है। यसमा वाट इज द बेस्ट गिफ्ट यु हेभ एभर रिसिभ्ड? मेरो बेबीको ड्याडी हुनुभएको छ पहिलो नम्बरमा चाहिँ। अनि मलाई सबैभन्दा चाहिँ उसले म बिमारी भएको बेलामा चाहिँ कुनै समय पनि छोड्दैन, जहाँ भए पनि जस्तो समयमा पनि बिमारी सितिमिति हुन्न भयो भने पनि कुनै समय पनि त्यही छेउमै बसिरहन्छ। अनि अलि ठिक भएपछि चाहिँ बल्ल जान्छ, त्यो समयमा चाहिँ एक्लै हुनलाई दिँदैन। ल त्यसो भए दुईजनालाई त ल, यदि बेबी जन्मिएको खण्डमा सबभन्दा पहिला बेबीले चाहिँ आमा भन्छ कि बुवा भन्छ जस्तो लाग्छ। ल पहिला सृजनालाई ल भाइ के भन्नु? एकअर्काको सपोर्टिङ पो रहेछ है। मैले जिउ कुरो पाएको हुन्थ्यो कि डाइरी नभइदिएको थियो। मेरो बेबी हेल्दी होस् हाम्रो फ्यामिली। अहिले यदि केही कुरो चाहेको अहिले त राइट श्रीमान स्वास्थ्य होस् यहाँ श्रीमान भइदियो हुन्थ्यो भन्छ। ल एक दुईवटा प्रश्नहरू छ है त। ल यो चाहिँ बिजुली भाइलाई होइन, यो चाहिँ बेबी सबभन्दा रेट फर्स्ट है 5 महिनाभित्रमा। यो चाहिँ मेरो आमा बाउ हो, यो चाहिँ मेरो नजिकको नातेदार हो, यो चाहिँ मेरो नजिकको मान्छे होइन भनेर चाहिँ कति महिनामा उसले चाहिँ राम्रोसँगले रेकगनाइज गर्न सक्छ, डिफ्रेन्सिएट गर्न सक्छ। ल भाइ 8 to 12 यता पक्का हो? एक्सपिरियन्स आउनुमा एक्सपिरियन्स हो कि त्यतिकै ब्लक दिएको? ल होइन सिमले कसरी टिप्छ त्यसरी गर्ने बुढो आउँथ्यो टिप्दिन्छ। यता छेउबाट ल्याउनुपर्छ है, टाढाबाट खाउँ ल है। थुप्रो छ है। अझै छ दुईचोटि आउँछ त सुन ल सक्यो छैन सुन
सुन्नु न अलिक मात्रै ल को सुन गर है अब को भन्नु। फेरि सुन फेरि यता हैन यता खेल होइन होइन फेरि अब फेरि अघि नैको दोस्रो नम्बरको के ल त्यसो फेरि अघि नैको होइन क्लासबाट लानु न होइन मान्छे सकिएको कि के हो मेरो बुढो यो चाहिँ हो बाँच्ने आजनले बिचरा नाक छोपेछ क्या हो अलिक नजिक लाग्दैन मान्छे छैन क्या कसैको सोच्नु आएन Gue nyampe ya. Kemana sih? Ada saman sih? अलि होचो बनेर सुन न
अलि अग्लो भनेको सुन्नु अलि हो मलाई सुन्नु इन्डियन फेरि मलाई त्यसमा केही को आएन कता हो यो दे हो कतापट्टि फस्को फाइदा दिनुहोस् न गुरु आउनु भयो क्या एकछिन है फेरि इसमें है ना ये कच्चिन भयो क्या बसमा थियो फर्स्ट यही हो के अझै त नि छ टन्नै छ स्मेलै आउँदैन नुहाएकै छैन क्या आज यो सुरुको यहाँ यो यतापट्टि त होइन यो यसलाई यहाँ यहाँ छ यहाँ छ यहाँ छ यहाँ छ आज जाउँ यहाँ पनि छ यहाँ पनि छ स्मेल त केही आएन कि त्यसमा आएन ल हात बढायो ल हात हात बढाएर स्मेल त उताको अलिअलि आएको छ हातै सामान दिनुभएको एउटा मात्र हात दिनुभयो कि देखान दुईटा सम यो होइन यहाँ सम त यो फेरि एकचोटि चेक गर्नु है होइन यही हो यता आधीकै बाँच्न तर अलि यसो निल्जेर गर्नु ल है ल टाउको ठोक्केलाई म तपाईँलाई भन्छु नि कतिसम्म गर्ने यो भ्याइएको रिटर्न गयो आँखीलाई होइन अघि सुकेको त्यही हो यो त होइन
यही हो One, two, three, go. Là quay rồi. Tiếp theo còn tiếp theo chúng ta cả sự lao. Wow. Thế đó. Là अब quay 3 go. ए इच्छा त्यसो तिमी जानु मिल्दैन तिमी यहाँले चाहिँ खास त दुईजना आँखा चिम्माउने हो नि त यतातिर आयो भने छल्ने मुखमा खास दुईजनाको आँखा बन्द गर्ने हो कि पाउँछ होला नि यता माथि तल तिमी त्यसो त्यसो चम्चम जानु पाउँदैन तिमी एकदम बसेर अझ सिधा हैन सिधा बस्ने मान्छे हो यहाँदेखि यता आयो भने चाहिँ गऱ्यो भने चाहिँ यतातिर लाग्छ ल 1 2 3 गो छल्नु पायो लड्छ ल भेरी गुड मुसला त त्यति खा तिम्रो टर्नै आछैन क्रिम भएको स्याहार छ खाना फोटो मात्रै ल सिरुला बाहिर आज सिरुला होइन फोटो मात्रै तपाईँले गाएर फोटोको लागि नराम्रो भन्छु त्यहाँ अगाडि आएको त दिनु न बिचरा लाउनु भाइले त आफै बाँधेन आफै मुखमा हालेर ल सिरुले पनि खुवाइदिनु ल यही प्रार्थना हो है त ल सबैले ल पहिला चाहिँ फोटो ल जान ल सबैले यो परम प्रभुले तिमीहरूलाई एक असल आमा बाउ बन्न आशिष दिउन् र तिमीहरूबाट जन्मने बालक सधैँ पत्र हौ र तिमीहरूको हरेक पाइलामा रक्षा गरून् परम प्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई प्रशस्त अनुग्रह गरून् परम प्रभुले आफ्नो चेहरा तिमीहरू र जन्मने शिशुमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन् तिमीहरूको हरेक काममा सुस्वास्थ्यमा आर्थिक आम्दानीमा र चुला चौकामा आशिष दिउन् तिमीहरू घरभित्र आउँदा र घर बाहिर जाँदा सधैँ परम आशिष दिउन् परम प्रभुले तिमीहरूलाई तुच्छर होइन तर शिर तुल्याउनुहुनेछ तिमीहरू सधैँ टुप्पामा हुनेछौ कहिले फेदमा पर्ने छैनौ आमेन प्रार्थना गर्नु है त ल छिरिङ बहिनी तपाईँ प्रार्थना परमेश्वर पिता हामी तपाईँलाई यस सुन्दर समयको लागि धेरै धन्यवाद दिन्छौँ साँच्चै प्रेमिलो परमेश्वर हुनुहुन्छ जसले दुई जोडीलाई सामु हामी मात्र बस्छौँ जसरी हामी सबैजना मिलेर एउटा विचार गरेका छौँ यसको समयमा तपाईँ परमेश्वरको दायित्व लगाएर नर्मल सहायता गर्नुहोस् दुख सुने हैं मुस्कान सुने हैं सुने छ छैन हाने हैन अर्को कपालको पाली ल के खाने हैन अलि जोय अलि बस मजा ओके Hello baby 1 2 3 go 1 2 3 to the right 1 2 3 하나 둘 셋 1 2 3 널 그래 1 2 3
छ मेरो फ्ल्यासलाइट हो ओए बेहुला बेलीको मात्र रहेछ गुरुबाको गुरुबार दिदी